हाम्रो भाइ लाटा भाइले चाहिँ 14,000को खानेकुरा अर्डर गरेछ। मेरो भाइ 14,000मा फसेको छ साथीहरू। आज गाह्रो छ यो रिटर्न हुन चाहिँ पर्ने हो क्या। अनि नजान्ने मान्छेले चाहिँ के गर्छ त नि? होइन यहाँ आएर क्युआर नजिकसम्म त्यो हुँदो रहेछ कि यहाँ आएर यस्तो सेयर यहाँ आएर नि यहाँ आएर यहाँ जाने होइन यहाँबाट यहाँ जाने अनि यहाँ एकछिन अर्डर गरेर यहाँ छ अनि यहाँबाट अनि यो क्युआर कोड नदिएसम्म आउँदैन कि। अनि यो क्युआर कोड दिइसकेँ नि त मैले। अनि के अरे तैँले अनि हुँइले यत्रो उ गरेपछि त हुँइ लिएर आइदियो भन्नु पर्दैन? आउँदैन रे ईश्वरलाई फोन गरेको यिनीहरू हामी आफै गएर त्यो क्युआर गर्न जानुपर्छ कि यहाँ क्युआर गर्न आउनुपर्ने एउटा क्युआर गर्ने छ नि त। कति बेर भयो त आएको? त्यो भ्याली एक्सप्रेस यिनीहरू यहाँबाट नि बेच्न हिँड्छ है। यहाँबाट फोन गरेँ यहाँ आएर यहाँ अर्डर दिएँ अनि तँलाई फोन गरेको के अरे हुन्छ भनेर। 14,000 हो नि यहाँ हो अनि हेलो हेलो साथीहरू, हामी चाहिँ 14,000को खानेकुरा खानालाई भाइ एउटा अनि एउटा चाहिँ म आएको छु। ल साथीहरू 14,000को चाहिँ यही हो। ल गाह्रो छ जिन्दगी। दुइटै 14,000को सामान 14,000को सामान बोकेर आइयो। लिएर आएर हामी चाहिँ यहीँ बाहिर निस्किसकेको छौँ। मैले खान नसक्ने भएर यसलाई बोलाएको है। 14,000 बा बरु म त नखाइबस्थेँ। कसले खान्छ हो? 18,000 कस्तो भिआइपी मान्छेले खाने रहेछ यो 3टा बट्टालाई 14,000 तिरेर चाहिँ। ल मलाई 14 दिन लाग्छ 14,000 कमाउनलाई। के रहेछ ल हेरौँ है। मासुको डल्ला मात्रै रहेछ तर यतिलाई 14,000 चाहिँ पर्न नपर्ने हो क्या। ल